हेलो साथीहरु, हामी फेरि आज घाम लागेर चाहिँ जंगल आएको छौं है। किनभने सिस्नुहरु पानीले गर्दा पलाएको छ भनेर चाहिँ हामी आएको आज फेरि आएर चाहिँ यहाँ सानो भिडियो गरेको है साथीहरु। यहाँको नजारा हेर्नुहोस्। आज चाहिँ फेरि हामी दुईजना मात्रै हुन्छ यो सधैँ है। यहाँ पछाडि देख्नु हुँदैछ, यहाँ चल्ला र म पनि लिएर आएको छौं। यहाँ नभए चाहिँ हामी दुईजना यहाँ ऊ तल यसरी देखाएको छु, ब्याक गरेर नदेखाएको मैले हैन। यहाँ उसँग आउँथ्यो उ र म। आज चाहिँ हामी नानीसँग चाहिँ 4 जना छौं है साथीहरु। दिन पनि यस्तो राम्रो भएको छ नि त साथीहरु। अन्त नि हामी चाहिँ सिस्नु टिप्न आएको। हेर्नुहोस् यस्तो राम्रो दिन भएको छ। अघि त यहाँ यस्तो मजाले चाहिँ यहाँ चराचुरुङ्गीहरू हो कस्तो मजाले कराउँदै थियो। यस्तो जग्गामा आएर चाहिँ बस्दाखेरि पनि शान्ति क्या, एकदमै क्या शान्ति हुँदो रहेछ साथीहरु। हेर्नुहोस् है, यहाँ माथि चाहिँ अहिले हामी जान्छ, यही रोड हो। यहाँबाट त माथि जान्छ उयसमा एलिभेट हो। अहिले चाहिँ हाम्रो रोड दामी बनाएको छ, यहाँबाटै गाडी हिँड्छ बेसी जस्तो। अब चाहिँ म तपाईहरुलाई देखाउँदै छु यो अम्फीको रोड। उयो हामीले चाहिँ यो अम्फी चाहिँ हामीले चाहिँ उयो बनाएर खेल्थ्यो है, टोल बनाएर खेल्थ्यो। यो चाहिँ अम्फीको रुख हो। हेर्नुहोस् है साथीहरु। कुतुर्के टिप्दैछ, कुतुर्के पनि फलेको रहेछ। यस्तो कुतुर्के चाहिँ एकदम मिठो हुन्छ। यसको टुप्पा टुप्पा मात्रै टिप्नुपर्छ साथीहरु। हो नि, यही हो, कस्तो मिठो हुन्छ। चेप्दैन त्यो कुतुर्केले, सुली चेप्छ होला हौ भन्दैछ हो। हाम्रो सानो बचेरा हो। यहाँ हेर्नुहोस् है, आमा। हस् त साथीहरु, यो सानो भिडियो बनाएको यहाँ सिस्नु टिप्न आउँदा। बाई बाई।